हेलो एभ्रीवान, वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै नै छु होइन। सो आज चाहिँ होली रहेको छ होइन, देख्न सक्नुहुन्छ कलर होइन हातभरि। अनि टक्क हाम्रो चाहिँ एउटा प्लान छ कि होइन। अनि त्यसपछि अहिले चाहिँ म खाना मात्रै खान आएको घर होइन। अनि अहिले चाहिँ यहाँ पसल हेर्नु हो होइन, पसल ससल हेरेर बसिरहेको छु। अनि अब चाहिँ म कहाँ जानु हो भने ठ्याक्कै अब चाहिँ म उहाँ जान्छु होइन, त्यो माथिको घरभन्दा उतापट्टि एउटा ग्राउन्ड छ, अब त्यहाँनिर जान्छु। अनि केटाहरूसँग टक्क प्लान बनाएर चाहिँ हामी हिँड्नेछौँ। सो त्यतैतिर गएर भेटौँला। म चाहिँ आइसकेँ यहाँ। अनि त्यसपछि केटाहरू चाहिँ अहिलेसम्म नि आएको रहन्छ नि। म चाहिँ यहाँनिर आएर बसिरहेको छु, गाह्रो भएर उहाँदेखिबाट हिँडेर आइरहेको छु नि त, त्यो भएर गाह्रो भएर बसिरहेको छु। अब एकछिन गेम खेलेर बस्नु पर्ला। अनि केटाहरू आएपछि हेरौँला। लगभग 10-20 मिनट कुरिसक्यो होला, केटाहरू कोही पनि आउँदैन यार। अनि त्यसपछि यही टेक पनि मैले 2-3 चोटि लिइसकेँ होला, अझै पनि कोही पनि आएन कि गाइस। अनि त्यसपछि यहाँ आएर बस्यो, उतै उनीहरू बसिरहेको छु, यहाँ आएर बसिरहेको छु। अहिले कहाँ पाइन्छ भने ठ्याक्कै उहाँ उस छ त त्यो लामतेर्सा, त्यहाँनिर कुठो पाइन्छ त्यो भन्दै थियो। यतापट्टि साइडतिर कसै खराबी खानुहोस् उ पाउँछ भने लामतेर्सा नेरी ठ्याक्कै। उहाँ को जान्छ भने कहाँ जान्छ नि त्यही त अनि त्यो होइन खोइ लामतेर्सा भने कहाँ मेरो बाउमै खेता त्यही होइन भने उसले के हरि दाईको चिया चौतारी थाहा त्यो भन्दा त्यही तल के हाल्छ त्यो भन्दा 59 चार्ज रहेछ, बिहान चार्जमा नि हालिएन छ मेरो चाहिँ ओभर छिटो खाँदैन मेरो। मैले ब्याट्री सेभर अन हानिदिए म चाहिँ एउटालाई बोलाउन आउनु पर्यो होइन यहाँनिर। हिँडेछु यार आज त यार, कति हिँड्नु यार, आउनु पर्छ नि यार भन्ने भनेपछि त। अनि राधे नि यहीँ छ मलाई ठ्याक हाम्रो काम पर्यो क्या यहाँ दुःख गर्नलाई हो क्या, त्यही खाना मिलाएर सब्सक्राइब हान्नु ल। हामी चाहिँ आइसक्यो होइन, केटाहरू सब मिलिसक्यो। अनि 2 जना चाहिँ उतातिर छन् होइन, केटाहरू छन् होइन। अन्त केटाहरूलाई नि टक्कसँग केटाहरूले नि सब किन्छ गाइस होइन, स्पिकर बजाएर यहाँ के छ कि चेन हो कि के छ। अनि त्यसपछि टक्कै यहाँनिर एउटा प्यान्टा किनेको छ। अनि त्यसपछि अगाडि छ होइन, सब किनेर हिँड्छ त्यही होला। उसकोले कान्दै गएन सबमा, एउटामा त भइहाल्छ नि। ल अब उतैतिर गएपछि खोलातिर गएपछि भेटौँला होइन, हाम्रो खोलामा जाने प्लान भयो। अनि खोलातिर गएपछि भेटौँला, त्यही हो। बहुरा लौ बाजालाई गइदिनु उता जाने भने यता गएनन् क्या तिनीहरू, नत्र हामी त्यस्तो टाढो थिएन तिमीहरू। सक्यो होइन। हामी यो ठाउँलाई के भन्छ छाया झर्ना जान्नु होला, दामी छ छाया झर्ना। अनि त्यो भन्दा माथि चाहिँ हामी आएको छौँ। अब छाया झर्नामा चाहिँ धेरै नै मान्छे हुन्छन् कि, अनि त्यही भएर हामी छाया झर्ना चाहिँ नगएको होइन। अनि त्यसपछि खोला चाहिँ यस्तो छ, मजा आउँछ यहाँबाट म कुदाइ सक्यो यस्तो मान्छे हो कि म आएर लुवा सुवा पनि फेरिसक्यो होइन। अब प्रकाश भाइ त पनि फेर रुवा के मरे रहेछ यार, यहाँ त के मरे रहेछ यो, रागो हुन्छ यत्रो गाईको बच्चा हो कि यत्रो के हो गाइज यार, पत्ता लाउनु गाइज खोइ के हो यो।
गाइज यार मुख हेर्नुहोस् ओइ त्यहाँ हो नि ओइ डाइनोसर जस्तो हो भने डाइनोसर जस्तो हो भने गाइज हैन हामी चाहिँ एउटा च्यालेन्ज खेल्दैछौँ लास्ट पानी चाहिँ आइस बाथ लियो भन्दा नि धेरै नै चिसो हो के हैन अनि त्यसपछि चाहिँ को धेरै बेर पानीमा बस्न सक्छ भनेर चाहिँ हामी च्यालेन्ज खेल्दैछौँ जानु होला लाइट यहाँ पौडी काट्ने हो एकजना छिरेपछि भयो दा मम्मी सरी आइज तुम्हारी 4 माने च्यालेन्ज ल म भिडियो छोडा ल केटाहरूले के गर्छन् हेरौँ है त गाइस यो च्यालेन्जको विनर भइसकेको छ के रे समीर खुलाल खाजा खाने टाइम Died every day waiting for you. पौडी देख्ने Don't मैले यति भन्दा भिजाइने फेरि यो एक्सट्रिम लस के रे यो फेन्टा हो के एक राउन्ड ला हो मुझे सबले पाइहाल्यो नि तिम्रो खै त मेरो के थाहा मेरो मुजी कहाँ हो कहाँ मुजी ल गाइज म चाहिँ घर पनि आइसकेँ अनि त्यसपछि नुहाइ पनि सकेँ अनि त्यसपछि लुगा सुगा यसो फेरेर चाहिँ बसिरहेको छु म अब चाहिँ भ्लग एडिट हान्नु पर्यो आज भ्लग चाहिँ म यहीँ समाप्त हान्न चाहन्छु थ्याङ्क्स फर वाचिङ बाई